हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज हामी गइरहेका छौँ हाम्रो यो नयाँ ठाउँको फर्स्ट नयाँ काममा। मसँगै ऊ छ, ऊ पनि आजसँग मसँग छ काममा। आज अब कस्तो हुन्छ काम हेरौँ। हिजो त खतरा गफ दिइरहेको थियो के अरे, यो होटल यस्तो यो होटल उस्तो यताउता गफ दिइरहेको थियो के अरे। कतिको फरक रहेछ मैले पुरानो काम गरेको होटल भन्दा हेरौँ होइन। नेपालीहरू कोही छैन भन्थ्यो के अरे, बङ्गलादेशीहरू यताउता छ भन्थ्यो। एउटा मेरै एजको केटा अरे त्यसले सिकाउने हो अरे, यताउता भन्थ्यो क्या अरे। अब के हुन्छ आज सायद दुईजनाले नि एउटाले सिकायो भने राम्रो क्या अरे। अब छुट्टै मान्छे लयो नि एउटा होला ज्याउ हुन्छ अलिकति। भन्दा नि दुइटै बङ्गाली पऱ्यो भने सजिलो हुन्छ। तिमी हिन्दी बोलिहाल्छ, म त झन् भएन भने के हिन्दी नेपाली इङ्ग्लिस जापानिज चाइनिज पनि ठोकिदिउँ क्या। भएन भने के हो त, इङ्ग्लिस ठोकिदिने हो नि। चाइनिज त अलि हुँदैन कि, नत्र सबै ठोकिदिनु हुन्थ्यो। के हो त छाङछुङ आचिङ आचिङ भनिदिनु सक्यो। बिहान बिहानै टेनिस खेलिरहने आज होइन सबैजना यसरी। गाइस फर्स्ट दिनै हामी एक स्टेसन अगाडि आएको, फेरि कस्तो ओडा भयो क्या हाम्रो यार। मतलब खासीमा सोचेको थिएँ मैले, रहेछ मिनामी खासीमा। यति फरकले गर्दाखेरि ओडा हुन्छ। मैले पछाडि मात्रै हेरेँ कि अगाडि मिनामी हेर्नु बिर्सेको भएन यार। फेरि झन्डै धेरै पछाडि छैन, त्यही नजिकै छ टाइम। 9-5 मिनट ट्रेन आउन यत्रो आनन्दै भयो, धेरै टाइम लागेन यार। वहीँ पुग्नु आइसक्यौँ होला नि, तर अब अलिक थोरै पनि टाइम लाग्ने भयो। तर के छ 9:15सम्म पुग्ने हो, 9:05मा आउँछ भनेपछि 9:10सम्म पुगेर 4 मिनट एउटा स्टेसनमा 4 मिनट पुगिहाल्छ। धेरै टाढा होइन क्या। तर एउटा भयो कि यार। मिनामी खासी याद राखेँ, बिहान सम्झेर आइरहेको छु मैले होइन। खासी याद राखेँ भनेर आइरहेको छु, लास्टमा मै गल्त रहेछु। एउटा लाज पचाएर हामी दुइटा होइन ट्रेनमा आएर बस्यौँ एउटै स्टेसन अगाडि आएर। ट्रेनमा हाल्दा भने त पाइने यताउता मान्छे त्यस्तो भिड रहन्छ धन्न। यो ठाउँमा त्यस्तो भिड होइन कि टोकियो, यो ठाउँमा सिबिया सिन्जुको यस्तो भिड हुन्छ त्यस्तो अप्ठ्यारो छैन। आयो गाइस धेरै टाइम भएन, मतलब टाइममा पुग्ने भयो नि। ठिक्कै 5 मिनटमा पुग्ने भयो क्या। यहाँदेखि 5 मिनट लाग्दैन जानु चाहिँ। अब यहाँ चाहिँ 2 तला मात्र माथि, 1 तला झरेर एउटा बिल्डिङको पछाडि गएर चाहिँ आउँछ होइन। 1 मिनट बाटो। अब चाहिँ म त्यहाँभित्र कस्तो आज भिडियो बनाउनु पाउन सायद चाहिँ होइन। पछि अब त्यहीँ फ्यामिलियर भएर म केही गर्न पाएछौँ त्यहाँको भिडियो बनाउँछु। तर आज फर्स्ट डेमा चाहिँ अब पुरा सुन्नुपर्छ उनीहरूको। त्यस्तो बनाएपछि अलिक सिचरै हुन्छ, रुड हुन्छ नि त नि, त्यही भएर नबनाउने। एक्सपिरियन्स हुन्छ साँझ आएर कस्तो रहेछ, त्यो तारिफ गरे बराबरको रहेछ कि रहेन त्यो साँझ भन्छु आएर। हामी आयो गाइस यत्रो बेर भिडियो बनाइरहेको छ, सोचेको त भिडियो भरिन्छ, फोटो खिचेर आइपुग्यो हामी घरमा। काम सक्यो, काम गाह्रो थियो, उताको भन्दा गाह्रो थियो। रुममा गएर भन्छु सामान आयो हाम्रो। सामानी के पो हो, सामान त आयो। लु लग देखोलाई अलि पसल नि हो। अघि कहाँसम्म पुगेको थिएँ र म हामी त्यही के अरे भिडियो गरे जस्तो लाग्थ्यो, तर फोटो चाहिँ खिचिएछ। त्यस्तो भयो थियो नि त अघि। अब म चाहिँ भन्छु दिइसक्यो। हामीलाई कसरी पठाएको थियो भनेपछि यति खतरा होटल हो यस्तो गरेर पठाएको थियो नि त हामीलाई माथि त माथि पठाएको। तर त्यस्तो केही होइन होइन। यहाँ चाहिँ गर्नुपर्ने चाहिँ सबै काम रहेछ कि। जस्तो उतामा गर्नु चाहिँ बेड मेकिङ मात्रै, क्लिनिङ मात्रै हुन्थ्यो भनेपछि यहाँ चाहिँ सबै रुमको सबै कुरा सफा गर्नु पर्दो रहेछ होइन, अगाडिदेखि पछाडिसम्म सबै कुरा। जस्तै कि यहाँ तर किन निस्केको छ त्यो ओछ्यान सबै उठाउने, गर्ने, बेड बनाउने, आफै त्यो बेडको सामानहरू ल्याएर आफैले बनाउने। पछिबाट त्यति मात्र त कहाँ हो र, सिसा पनि पुस्नु पर्ने, गिलास पनि टल्काउनु पर्ने, सब गर्नु। अनि त्यसपछि उता चाहिँ कस्तो थियो त्यो होटल त त्यो डिफ्रेन्ट छ कि, धेरै डिफ्रेन्ट। त्यहाँ एउटा फ्लोरमा 68वटा रुम थियो भनेपछि यहाँ त त्यो 20वटा रुम पनि थिएन, 22वटा जति 20-22वटा थियो। 22वटा त्यो त्यतिवटा रुम थियो। अनि कहाँ भदै भएन त्यो त। अनि त्यही भएर सबैले 3-4जना त काम भेटिँदो रहेछ नि कि होटलमा त। उहाँ त कतिजना मान्छे चाहिँदै थियो, 3-4जना। उहाँ चाहिँ एउटा फ्लोरमा एउटा बेडमिङको मान्छे पठाइन्थ्यो कि। अब हुन्छ नि एउटाले बेडमेकिङ मात्रै गरोस् भनेर त्यत्रो पठाइन्थ्यो, एउटाले क्लिनिङ मात्रै गरोस्, एउटाले
अब हुन्छ नाकामुखी भन्छ अनि सक्की भन्छ के भन्छ यिनीहरू मात्रै गरेर पठाइन्छ। यहाँ चाहिँ सबै एउटाले चाहिँ छक्किने एउटै गर्छ, नाकामुखी एउटै गर्छ, बेडमिङ एउटै गर्छ, क्लिनिङ एउटैले गर्छ, सबै कुरा। जस्तै कि वहाँनिर 20 वटा बेड मेकिङ गर्नु र यहाँनिर 5 वटा बेड मेकिङ गर्नु उस्तै थकाइ उस्तै लाग्दो रहेछ। अनि बेड मेकिङ गर्ने तरिका त्यस्तै, फेरि अलिकति अठ्याङ परेको होइन त्यही हो। अनि फेरि हामी घर आयौँ, लास्टै थाकेको थिएन आज त, त्यही भएर बाटोमा आउँदा एउटा कम्बिनी पसेर खाइयो, अलिकति जुस खाइयो। त्यसपछि आएर कि आज फर्स्ट टाइम गएको बिरयानी खाइयो होइन, मटन बिरयानी कहाँ पाउँ खाने, मटन बिरयानी खाइयो। तर अस्ति नै खाएको जस्तो फिल भएन, मजा आएन है। उसले त चाउमिन खायो तर सुरु जस्तो मजा आएन। त्यो चाहिँ सुरुभन्दा बढी पैसा तिर्यो होइन, मिठो हुन्छ कि भनेर, तर मजा आएन। भनेपछि बेसी पैसा तिरेर खाएको भनेपछि अर्कोचोटि एउटा अब खाइन्न त्यहाँ गएर, त्यो कुरा बुझ्यो। अर्को अब त्यसपछि अलिक फेरि घर आएर फ्रेस भएर सुतेर उठेर फेरि जाँदैछौँ पसल के को लागि, रसगुल्ला खानको लागि। राति के मलाई राति भोक लाग्छ क्या। अब आएर सुत्यो होइन, दुइटै सुत्यो, मलाई पनि अहिले सुतेपछि निद लाउँदैन, मलाई पनि अहिले सुतेपछि निद लाउँदैन राति। त्यही भएर चाहिँ अब हिँडेको हामी। राति मलाई निन्दै लाग्दैन, त्यही हो कि राति सुते जस्तै अब बेलुका सुत्यो होइन, 1 घन्टा मात्रै सुत्यो भने पनि रातिको त जति सुतिन्छ नि त्यसको निन्द्रा हुन्छ नि, त्यो निन्द्रै हराइदिन्छ कि। त्यो त हरस यो चाहिँ तरकारी खेती यहाँ चाहिँ पख भएपछि अनि मिठो निन्द्रा लगाइदिन्छ। म त निन्द पनि लाग्थेन कि राति त। म त कति 3 बजीतिर उठेको, आज 3 बजी उठेर त्यही बिहान उठेर काम के थिएन, त्यही हिजोको भ्लग एडिट गरेँ अनि सब रेडी पारेर गएको थिएँ। अनि काममा गएर आएर अपलोड गर्दै फेरि आजको त्यही छ रुटिन। आज पनि बेस्तै गयो, काममा गएर आयो। भोलि चाहिँ अब फेरि अर्को कामको इन्टरभ्यू छ, भोलि मेरो इन्टरभ्यू छ, पर्सि स्कुल छ। भोलि चाहिँ खालि आयो, सिफ्ट आयो, मेरो सिफ्ट अझै आएको छैन, खोइ आएको छैन अझै आएन भनेपछि मैले त भोलि आउनु पाएन। भरे बेलुकासम्म हेरौँ, कति भरे बेलुका र 9 बज्नु लागिसक्यो त। 9 बज्न लागिसक्यो। अब आउनु होइन, अब भोलिको आश छोडिदियो, अब भोलिको आश छैन काम होइन। बिहान जे 6 बजीसम्म हेरौँ न। त्यस्तो त आउनु बेटा, त्यो हुन्छ नि त मान्छेको। तर अतो पनि हो हुन त, आएन भन्दा के हो त, दिनभरि मस्त सुतिदिने हो। भोलि उता सुत्ने काम भयो होइन। अनि जुन अब हाम्रो रुमदेखिको पछाडिको गल्लीहरू छ नि, त्यो सब चाल्ने हो। भोलि म 10 बजी जान्छु नि, त्यसपछि चाहिँ म आउँछु, आधी 1 घन्टामा त आइहाल्नु नि। आधी घन्टा त्यसपछि जाम यस्तो पछाडितिर डुल्न अलि राम्रोसँग पछाडि उ गरेछ होइन, हामीले एउटा एनालाइज गरेर युनिभर्सिटीलाई अगाडिको त पुरा खतरा एनालाइज गरिन्छ। अगाडिको चाहिँ 8 to Z सब थाहा छ, कहाँ के छ, कुन पसलमा के। हामी के यो छ नि, यो पार्टतिर आएर केही छैन भन्ने सोचिरहेको कि हुन्छ नि, हामीलाई जानुपर्ने चाहिँ पछाडिपट्टिको साइड। जस हामीले अगाडिको साइड मात्र हेऱ्यौँ, अगाडि साइड मात्र हेरेर के सोच्यौँ नि, केही छैन। किनकि यो पार्ट छ नि, यो पार्टको अर्को पार्ट चाहिँ सिटी एरिया हो कि, खतरा सिटी एरिया होइन। त्यही भएर हामीले चाहिँ केही छैन, यो पार्ट काटेर जानुपर्छ, टाढा छ भन्ने सोच्यौँ कि। तर हाम्रो रुमको पछाडि चाहिँ सिटी एरिया आइहाल्दो रहेछ कि, जुन हाम्रो खास सोचेको थिएन कि पछाडि पनि यस्तो थियो र टाइपको जस्तो कि। मतलब हाम्रो एरिया सिटी एरियामा रहेछ, हामी चाहिँ पछाडिपट्टि परेर अपोजिट हुन्छ नि, दिमागमा कस्तो कस्तो भएर खालि हामी अगाडिको मात्रै हेरिरह्यौँ कि, हामी अगाडि बढ्ने मात्र भएर अगाडि मात्र हेरिया हो कि। बाहना नबनाऊ घरि पनि पछाडि पनि हेर्नुपर्ने रहेछ कि, थाहा भएन भनेर पनि। बाहना नबना होइन, अब यसो महसुस भयो नि त, अगाडि मात्र अब सामान त्यत्रो 15-20 मिनट त्यत्रो सामान बोकेर क्यारे आउनु पर्यो त। अब 5 मिनटको बाटो, त्यत्रो 5 मिनटको बाटोमा चाहिने सामान अब आधी घन्टा त्यत्रो बोकेर आउँथ्यो त अलिक गाह्रै हुन्छ नि त। त्यही भएर अब अलिअलि अनुभव भोगिँदैछ। हात पट्टै काटे जापान आएर मान्छेलाई हेल्प गर्यो माछाले, थाहा भयो, पहिलोचोटि 100 रुपियाँ दिएर हेल्प गर्यो। यस्तो छाती फुलाएर हिँड्न मात्र फिल भइरहेन। साइकलै निकाल्न पाएन, साइकल पार्किङ गरेको अनि 100 रुपियाँ लाग्दो रहेछ निकाल्न। अनि के भने कोइन चाहिँदो रहेछ त्यहाँ, फेरि त्यहाँ कोइन रहेन रहेछ। अनि हामीले हेल्प गरिदिउँ फेरि यस्तो
शरीरतिर मान्छेको सानो हुन्न नि त होइन हेर त हुन्छ तिमी सानो भयो सानो भएन नि होइन शरीरतिर सानो हामी यही खर्च गरेको थियौँ यहाँ त अहिले हामी त हामी जस्तो हेल्प नगरेको भए यहाँ त बिचरा घर पनि जान पाउन्न थियो त्यो टेन्सन है फ्यामिलीसँग अहिले मिल्न अहिले कस्तो पाउँदैन बुझाइमा पाउँथेन हामीले नि हेर त। हामीले खतरा गरिदिउँ साइकल यार भन ए फेन्टा किनेर यो देखाउ त रसगुल्ला देखाउ रसगुल्ला 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 आइसक्यो यस्तो आज कि पार्टी था त कि तरफ से होइन आज पनि पार्टी त पार्टी नि अन्त खतरै पार्टी हो नि त नि अन्त अनि यतिको पार्टी त अब हुन्छ होइन हप्तामा होइन। हुनै पर्छ पार्टी त पार्टी आज चाहिँ हाम्रो के प्लानिङ गयो भनेपछि पर्सि थाहा पाएको सजिरहेको छ होइन पर्सि स्यालेरी खिर खाने केटा कुरा हो यहाँ खिर खाने कुरा हो होइन पनि आउनु है को इच्छुक हुनुहुन्छ नभन माछाले धेरै आउँदा टेन्सन होला यार होइन नआउनु गाइस पैसा होइन हुन्छ तिमीले खुवाउने के अरे ओके आउनु गाइस आउनु आउनु म त हुन्छ केही छैन अब मैले मात्र कहाँ खुवाउने हो त अनि तिम्रो पनि आउँछ तिमीले पनि खुवाउँछौ त्यसमा हुन्छ मेरो खुवाउने त अनाउन्स नगरौँ न तिम्रो खुवाउने मात्र गर अनाउन्स ए गरौँ हुन्छ हेर अब खासमा चाहिँ स्पेसल पार्टी चाहिँ किन हो भने यस्तो खासै स्पेसल पनि होइन नर्मल स्पेसल हो नर्मल यु भर्खर नि होइन नर्मल स्पेसल भनौँ न अब त्यस्तो खासै त होइन तर भन्न चाहिँ के भन्नु यार केही नभन सन्चै जस्तै रहेछ नि त केही कुरा पनि आधा पुरा पार्न नसक्ने आधा आधामै छोडिदिने कि सन्चैको आधा आयो माछाले भन्छन् होइन म चाहिँ होइन खाना घर गएँ अनि त्यसरी खाना खाएँ अनि त्यसपछि खाना खाइसम्म पुग्छ होइन अनि त्यसपछि फेरि कुरा एकैचोटि कहाँ पुग्छ भनेपछि काठमाडौँ पुग्छ फेरि त्यसपछि काठमाडौँ कुरा पुग्छ त्यस्तै कुरा आज त छल्छु गाइस हिसाब गरेर आएको चाहिँ ल गाइस आज चाहिँ भिडियो यति नै थियो अब यसपछि हामी खानासाना खान्छौँ त्यसपछि यताउता गर्छौँ हामी सोध्छौँ मन पऱ्यो भने भिडियो लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु ल बाई बाई टेक केयर भन ल तिमी पनि भनिदिएर तिमी भन न केही म के भन्नु मलाई त्यस्तो केही भन्ने आउन्न त्यस्तो मलाई केटी भन्दा कम छैन कि यस्तो लाज मान्छ लाजमा नि कम यस्तो हो कि जस भित्र भन्दा नि बोल्न चाहिँ त्यस्तो खासै आउन्न होइन तर अरूले यस्तो बोल उस्तो बोल भन्न अरूलाई सजेसन दिन आउँछ तर आफूलाई भन्न भन्न मात्रै आउँछ जो आफूलाई चाहिँ फेरि त्यस्तो गर्न आउनु कि फेरि त्यति नै हो इसे कहते घर का शेर बाहर के बिल्ली ल बाई बाई टेक केयर गाइस